6 महिना अघि सुनको मूल्य नेपालमा करिब 2 लाख प्रति तोला थियो। आज त्यही सुन करिब 3 लाखको हाराहारीमा पुगेको छ। केवल आधा वर्षमा नै करिब 1 लाख रुपैयाँको वृद्धि भने सामान्य कुरा होइन। सुनलाई सेफ एसेट पनि भनिन्छ, अर्थात् सुरक्षित सम्पत्ति। यही कारणले जब विश्व अनिश्चित हुन्छ, मानिसहरू सुनतर्फ फर्किन्छन्। जब लगानीकर्ताहरूलाई भविष्य अनिश्चित देखिन्छ, उनीहरू जोखिमपूर्ण लगानीबाट पैसा निकालेर सुरक्षित सम्पत्तिमा सार्छन्। सुन बढ्नुको अर्को कारण हो इन्फ्लेसन, अर्थात् महँगी। आज विश्वभर दैनिक उपभोगका वस्तुहरूको मूल्य बढिरहेको छ। जब महँगी बढ्छ, हाम्रो पैसाको वास्तविक शक्ति भने घट्छ। आजको 1000 रुपैयाँले जति सामान किनिन्छ, केही वर्षपछि त्यही रकमले कम सामान किनिन्छ। यस्तो अवस्थामा मानिसहरू आफ्नो पैसा सुरक्षित राख्न खोज्छन्। सुनलाई इन्फ्लेसन हेज भनिन्छ, अर्थात् महँगीबाट बच्ने माध्यम। जब कागजी पैसा कमजोर हुन्छ, सुन बलियो हुन्छ। यही कारणले इन्फ्लेसन बढ्दा सुनको माग पनि बढ्छ। त्यसै गरी अहिले धेरै देशका केन्द्रीय बैंकहरूले ठूलो मात्रामा सुन किनिरहेका छन्। उनीहरू केवल अमेरिकी डलरमा निर्भर रहन चाहँदैनन्। जब सरकारहरू आफै ठूलो मात्रामा सुन किन्न थाल्छन्, बजारमा आपूर्ति सीमित हुँदा मूल्य अझ माथि जान्छ। जब बैंकहरूले उच्च ब्याज दिन्छन्, मानिसहरू बैंकमा पैसा राख्न रुचाउँछन्। तर जब ब्याज दर घट्ने सङ्केत देखिन्छ, बैंकमा पैसा राख्दा आकर्षण कम हुन्छ। त्यसपछि लगानी सुनतर्फ सर्छ। डलर कमजोर हुँदा पनि सुनको मूल्य बढ्ने सम्भावना देखिन्छ, किनभने अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबार डलरमा हुन्छ। चाँदीको कुरा गर्दा भने धेरैले चाँदीलाई केवल सुनको सानो संस्करण जस्तो मान्छन्, तर यसको भूमिका फरक छ। चाँदी उद्योगमा अत्यधिक प्रयोग हुन्छ। सोलर प्यानल, इलेक्ट्रिक गाडी, मोबाइल, मेडिकल उपकरण, यी सबैमा चाँदी आवश्यक हुन्छ। विश्व अहिले हरित ऊर्जा र नयाँ प्रविधिमा तीव्र गतिमा अघि बढिरहेको छ। जब सोलर र इलेक्ट्रिक गाडीको उत्पादन बढ्छ, चाँदीको माग पनि बढ्छ। त्यसैले चाँदीको मूल्य औद्योगिक मागले पनि बढेको हो। तर बजार केवल तथ्यले मात्र चल्दैन। यदि आर्थिक सङ्कटको डर फैलिन्छ भने लगानीकर्ताहरू तुरुन्त सुन किन्न थाल्छन्। कहिलेकाहीँ मूल्य वृद्धि वास्तविक आर्थिक कारणभन्दा बढी मानिसहरूको मनोविज्ञानले चलाउँछ। डर नै सुनको इन्धन हो। सुन र चाँदी केवल गहना होइनन्, यी विश्व अर्थतन्त्रको सङ्केत हुन्। जब महँगी बढ्छ, जब राजनीतिक तनाव बढ्छ, भविष्य अनिश्चित हुँदा सुन चम्किन्छ, र जब औद्योगिक माग बढ्छ, चाँदी चम्किन्छ। अब प्रश्न तपाईलाई, के सुन अझै बढ्नेछ कि बजार चाँडै शान्त हुनेछ? कमेन्टमा लेख्नुहोला।